हेलो एभ्रिवान, नमस्ते। सन्चै हुनुहुन्छ होला सबैजना। आज चाहिँ मैले धेरै पछि एउटा हाइकिङ जस्तैको भिडियो तपाईँहरूको साथमा लिएर आएको छु। जापानको यात्रा सुरु भएदेखि होइन धेरै कुराहरू के भनौँ, धेरै दुःख नि पाइयो, कहिलेकाहीँ खुसी पनि भयो होला। तर मान्छेहरूले खुसी भएको कुराहरू चाँडै बिर्सिने अनि दुःख पाएको कुराहरू चाहिँ नबिर्सिने भन्ने कुरा हुन्छ कि। मेरो जीवनमा पनि त्यही रह्यो। अनि के भनेदेखि नि के भन्न चाहन्छु भने एकदम प्रकृतिसँग रमाउने मान्छेलाई प्रकृति नै सबैभन्दा ठुलो कुरा लाग्दो रहेछ कि। हेर्नुहोस् न, वाउ, मलाई चाहिँ प्रकृति धेरै रमाइलो लाग्छ। प्रकृतिसँग रमाउनको लागि त्यो म वर्णनै गर्न सक्दिनँ कि। यस्तो राम्रो ठाउँ हो। ओसाकादेखि इकोसी गरेर सिजुओका आइसकेपछि होइन, एकदम रमाइलो ठाउँ। गाउँमा त आइयो, काम छैन होइन, काम पाएको छैन। अनि बिजी समय पनि अब काम नभइसकेपछि अब त्यति धेरै छैन क्या। बिजी नभइसकेपछि घुम्न जाने समय प्रशस्तै रह्यो नि त। रहँदैन थियो भने पनि यो ठाउँ चाहिँ म अवश्य एकचोटि पुग्थेँ, त्यो भनौँ। एकदम रमाइलो ठाउँ छ। हाम्रो अनुच्यान चाहिँ पुरा फोटो खिचिरहेछ। छोराछोरीहरू यस्तो राम्रो गराइरहेको छ कि कुरै नगरौँ। यहाँ आएपछि म यति धेरै शान्त भएको थियो। मेरो यति धेरै मैले यो ठाउँ छोडेर जानु मन लागेन। भन्छ नि सहरदेखि अलिक टाढा गएर शान्त बस्ने ठाउँ चाहिएको थियो। यो चाहिँ मैले खोजे जस्तो ठाउँ थियो। मैले चाहिँ बर्ड्सहरूको, चराहरूको आवाज पनि कभर गरेको छु। तपाईँहरू पनि सुन्न सक्नुहुन्छ अनि रमाइलो गर्न सक्नुहुन्छ है त। यति हो त। ओके, हेर्नुहोस् न, कति ठुलो जङ्गल है। अनि त्यो जङ्गलमा हिँड्ने ठाउँहरू, निस्किने ठाउँ, झर्ने ठाउँ होइन। मान्छे बच्चाहरू हेर्नु न, तलबाट कस्तो मजाले आइरहेछ कि। बेलुका बेलुका भएपछि चाहिँ एकदम पर्फेक्ट ठाउँ रहेछ कि यो चाहिँ इभिनिङ वाक र मर्निङ वाकको लागि चाहिँ एकदम धेरै। अनि हाइकिङको लागि पनि एकदम पर्फेक्ट लाग्यो मलाई चाहिँ। यो जङ्गलभन्दा नि परतिर अर्को पनि जङ्गल थियो, तर त्यहाँ चाहिँ जान डर लागेको अवस्था हो। गएन, चिउरिरहेको थियो। बच्चाहरू कति मजाले हिँडिरहेछ। बच्चाहरू मात्रै नभएर अनि बुढाबुढीहरू पनि कति धेरै मान्छेहरू थियो। साइकल चाहिँ तलै छोडेर माथि निस्केको थियो। माथि अब साइकल लानु सक्ने कुरा भएन। साकुराहरू फुलेको बेला त झन् कस्तो रमाइलो थियो होला यो ठाउँ। हेर्नु न, साकुरा झरेर यता अनु चाहिँ भिडियो खिचिरहेछ पुरा। उसलाई पनि भिडियो क्याप्चर गर्नु मन लाग्छ। हरेक कुराहरू उसले भिडियोमा क्याप्चर गरिरहेको थियो। फुलेको फुलदेखि लिएर सबै थोक। कति धेरै घुमाएको भन्नुहुन्छ होला, भिडियो गर्न नआएको भन्नुहुन्छ होला होइन। भिडियो प्रो परिएन। के भन्ने, समय नै हुँदैन कि। उता ओसाकामा हुँदासम्म त समय नै थिएन। अनि त्यसपछि यता आइसकेपछि अब काम छैन भन्यो होइन। त्यही हो जिन्दगीमा, मान्छेको जिन्दगी अभावले जगेटेको हुन्छ अरे के। अभाव। उहाँ काम थियो, काम हुँदाखेरि समय थिएन, अनि समय नहुँदाखेरि पनि समय नै छैन भन्ने हुन्थ्यो। अहिले यहाँ काम छैन अनि समय छ, काम भइदिएको भए हुन्थ्यो भन्ने हुन्छ क्या। यो ठाउँमा गएपछि साँच्चै मलाई मेरो गाउँघरको याद आएको थियो। अनि गाउँघरमा पनि यस्तै जङ्गलहरू हुन्छ नि त। धेरै याद आइरहेको थियो। यो चाहिँ मैले चराहरूको साउन्ड लिन खोजेको थिएँ। भिडियो चाहिँ यताउता भइरहेको छ, धेरै हल्लाएछ।
अमेजिङ यार चलेको कस्तो शान्त ठाउँ के म त यो ठाउँको वर्णनै गर्न सक्दिनँ। म कतिचोटि जान्छु होला कि हाम्रो ठाउँदेखि चाहिँ यो ठाउँ जानको लागि साइकलमा 10 मिनट जति मात्रै हो। अनि साथीले चाहिँ गुगलमा सर्च गरेको रहेछ, सो हामी चाहिँ गयौँ। धेरै समय पनि बसेको होइन, मान्छे धेरै थियो, त्यही भएर हामी चाहिँ फर्किहालेको अवस्था थियो। तर जति समय त्यहाँ बसेँ नि, यस्तो रिल्याक्स फिल भएको थियो कि दिस इज अमेजिङ क्या। कस्तो रमाइलो ठाउँ हेर्नु त, निस्किने झर्ने अखेटाहरू क्या टक्क। मान्छेको हरेक चाहनाहरू वाउ र मेरो के भन्ने, म चाहिँ कस्तो खालको मान्छे हो भने एकदम धेरै हरियाली मन पराउने मान्छे हो। भविष्यमा घर बनाउन सकेछ भने पनि अनि कोठाभित्र सायद प्लान्ट्सहरू हुन्छ, मलाई प्लान्ट्सहरू लगाउन एकदम धेरै मनपर्छ क्या। मलाई मेरो उठ्नु साथै मेरो आँखाले हरियो देखोस्, बिहान उठ्नु साथै होइन, नटिपिहाल न फेरि पानी चाहिँ टुट्ने। जुन प्लान्ट्सहरू हुन्छ हरियाली सुत्न पाइयोस् भन्ने फिल हुन्छ कि गाइस यो कति चाहिँ राम्रो ठाउँ हो के। टचअप चाहिँ एकदम धेरै मनपर्छ। अरूले उतातिर बोलाउँदै थियो, नटिपौँ साथी हो, सुन्तला फलेको अवस्था थियो, फल्या रहेछ कि सुन्तला खानु मिल्छ र भन्दै। ओ यहाँ हेर न कस्तो मजाले फल्या रहेछ कि। भिडियोमा क्याप्चर भएन, तर पनि धेरै सुन्तलाहरू फलिरहेको अवस्था थियो, तर खानु पाइँदैन होइन। जापानमा के भने जतिसुकै कुराहरू जङ्गलमा फलोस् या म त लगेर रोप्नु पर्यो एउटा बिरुवा फलोस्, हामीले टिपेर खान चाहिँ अभियसली पाउँदैनौँ। यहाँको मिल्दैन के, मार्छ के मार्छ। आकाशको फल आँखा तरी मर भन्ने हो होइन त। म टोइलेट पनि छैन कि मलाई सुसु लागिसक्यो। खानु त मन लागेको थियो, तर खानु नपाएपछि अब यहाँ त हुन्छ अब यो साकुराको पातहरू झरेर। हेर्नु त कति धेरै मान्छेहरू आइरहेछन् होइन। लास्ट रमाइलो ठाउँ त कि गाइस। मैले अर्को भ्लग पनि क्याप्चर गरेको थिएँ, तर अब हामी चाहिँ झर्दै हो गाइस, कारणले गर्दाखेरि जाँदै हो, राम्रोसँग बस्न नि पाएन। मान्छे रहेछ गरेको भिडियोहरू पनि युट्युबमा अपलोडै गर्न सक्दिनँ कि किन भन्नुहुन्छ भने मेरो आँखा प्रब्लम छ। चाहिँ राम्रो फुल फुलेको हो त यो। एडिट गर्नको लागि एडिट गर्दाखेरि चाहिँ एकदम मोबाइलमा हेर्नुपर्छ नि त। सो पनि अहिले त साकुराको एउटा बोटै सुक्या रहेछ हो। कस्तो रमाइलो। अहिले पछि भोइस हालिरहेको छु, अगाडि चाहिँ खासै बोलिएन, कन्टेन्ट क्रिएटर पढिएन, सो बोल्न नि खासै आउँदैन होइन। त्यो भएको कारणले गर्दा अनि उकालो हिँड्नु उकालो ओह्रालो हिँड्दाखेरि सुहासा भइरहेको अवस्था थियो। अनि भ्लगको लागि खिचेको भिडियोमा चाहिँ बोलेको छु कि हल्का, तर मलाई एडिट गर्नु मात्रै गाह्रो भएको। अब झर्ने अनि जाने झन्डै भनिहाल्यो। यस्तो राम्रो नेचर छ। हामी चाहिँ यतिखेर झर्दै गरेको अवस्थामा बिस्तारै बिस्तारै झर्दैछौँ। हामी कति 15 मिनट बस्यौँ गाइस, निकै बाँकी निस्केछ। अनि अर्को कुरा चाहिँ के भने गाइस, त्यो ठाउँदेखि चाहिँ सिजुओका 15 मिनट नै बसेनौँ है। मजाले देखिँदो रहेछ कि सिजुओका। बस्न मन थियो यार, धेरै मान्छे नेपाली ऊ यता बसौँ त एकछिन। हेर्नुहोस् त बिचरा बच्चा कस्तो मजाले निस्किँदैछ है। बस्ने ठाउँहरू पनि बाटो कति धेरै मान्छेहरू बिहान बेलुका मर्निङ वाक इभिनिङ वाकको लागि आउनको लागि यो लास्ट तल पनि रहेछ। मैले त्यो देखेँ।
यस मेरो साथीहरू फर्केर आएको अवस्था छ त जङ्गल जाने भनेर म चाहिँ जाँदा गइनँ भन्दा पनि पछि पछ्याएर गएछु मलाई चाहिँ ओह्रालो हिँड्न अनि यो होइन नेपालमा पनि म एकदम लडी हिँड्ने मान्छे हो त्यो भएर म यहाँदेखि गोरिन्छु कि चिप्लेर तल एकैचोटि झर्छु कि भन्ने डरले म चाहिँ फुल क्याप्चर गर्नु गएको रहेछु साकुरा फुल कस्तो मजाले फुलिरहेको थियो फेदमा चाहिँ माथिको चाहिँ सब झरिसकेको के टुप्पाको चाहिँ सब झरिसकेको सायदै त्यो फुल फुलेको बेला हामी जान्थ्यौँ भने वाउ हुन्थ्यो क्या अहिले पनि नट ब्याड अझै धेरै राम्रो हुन्थ्यो कि साकुरा फुलेको बेला गएको भए झरिसकेको थियो सबै झरिसकिरहेको हेर्नुहोस् न त्यो एउटा फुल यहाँ धरती मगमगाउँछ अर्को फुल यहाँ सुबास मगमगाउँछ तपाईहरु पनि जान सक्नुहुन्छ तपाईहरुको नजिकै छ भनेदेखि यो ठाउँहरु अनि के तपाईहरुको नजिकै यही ठाउँ मात्रै हुनुपर्छ भन्ने पनि होइन नि त कहिलेकाहीँ आफ्नो माइन्डलाई होइन आदेखि झरेको गाइस अझ माथिबाट एकदम धेरै रिफ्रेस यता जाँदै हो होइन त्यो समय यो साकुरा मजाले फुलेको बेला थियो चाहिँ कस्तो होला कि है जानुभएछ भने मतलब तपाईहरुको घर वरिपरि तपाईहरु बस्ने ठाउँहरु खोजेर यस्तो ठाउँहरु खोजेर जानुभएछ भने चाहिँ एकदम पर्फेक्ट हुन्छ है त दिमागलाई रिफ्रेस हुन्छ जापानिजको बच्चाहरू हेर्नु न कस्तो स्ट्रङ क्या कति चाहिँ क्युट हो त हेर न हिँडेको जापानमा चाहिँ बच्चाहरू चाहिँ आफै सङ्घर्ष गरोस् भन्ने हुन्छ कि जापानिज बाबुआमालाई चाहिँ अनि होइन मोजा जुत्ताहरू पनि आफैले निकालेर यसको जुन राख्ने ठाउँ हुन्छ राख्ने ठाउँ हुन्छ कताबाट आउँछौ राखियोस् भन्ने हुन्छ कि नेपालमा चाहिँ के हुन्छ भने बच्चाहरू हामी चाहिँ लड्यो भने उठाउन जान्छौँ कि ला दुख्यो भनेर तर उनीहरू उठाउन जाँदैन नि उनीहरू चाहिँ आफै उठ्छ जस्तो जे गरेर भए पनि आफै उठ्छ आफै सङ्घर्ष गर्छ भन्ने हुन्छ त्यही भएर त सायदै है के अरे हाम्रो देश चाहिँ अलिक तल परेको होला अनि जापानहरू चाहिँ अलिक माथि नै छन्द परेको होला भन्ने फिल हुन्छ कसरी भने यहाँको रुल्सहरू टाइमिङको यति धेरै गाउँ ख्याल हुन्छ नि हामी चाहिँ नेपाली टाइम भन्छ होइन यत्तिकै गरिन्छ ओके साथी अब कुरा पछि पनि गर्दै होला म चाहिँ धेरै बोल्छु होइन बोल्नु भिडियो इन्डो हुन देख्ने गरी अलिक माथि ल ल भिडियो हेर्नु भएको खण्डमा तपाईँहरूले ल सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ अभियसली लाइक सब्सक्राइब देखिएन कि तल अलिक है त अनि चाहिँ पुरा यहाँ होइन पुरा रमाइलो गरिरहेको छ साकुरा फुल झरिरहेको अवस्था थियो टिप्दै हो चाहिँ मजा लिइरहेको छ ओके गाइज अर्को भिडियोमा भेटौँला फेरि पनि मेरो भिडियो हेरिदिनु भएको हामी हाइकिङ गएर 15 मिनट पनि बसिनु बाई बाई।